फाइनली गाइस सहरमा लान है यो चाहिँ सहरमा लान काट्दै हो। सहरमा जिजाट सुरु भइसक्यो। सुरु भएर पनि आधा लागिसकेको छ। म हल्का बिजी थिएँ उतातिर, अलिकति फेरि आफ्नो काम पनि गर्नुपर्छ। यो चाहिँ आज साथीको बिरामी थियो, साथी त्यही भएर हल्का हेल्प गर्न आएको थिएँ मैले। आज 8 बजी उठेर 3 घन्टा सुतेर ड्युटी आएको थिएँ अनि साँझ फेरि 5 घन्टा रेस्ट गरेँ। गाह्रो छ हौ विदेश के गर्ने, पैसाको रुख छ तर टिक्न सकिँदैन। यस्तो काम गर्नुपर्छ, सबै आइस हुन्छ, एकदम हात तित्ताएर हात गलेर गाह्रो हुन्छ। तातो पानीमा हात हाल्दै गर्नुपर्छ। यस्तो नगरे फेरि कस्टमर रिसाउँछन्। यो चाहिँ जिजाट हो। सहरमा लानको चाहिँ म हल्का लानको चाहिँ मैले हल्का उ गर्न सकेँ, छोटो मिठोमा बनाएको छु। यो साथी हो, सबैजनाले मेरो युट्युबलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। सबैजनाले सेयर गरिदिनु होला, साथ सपोर्ट दिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु होला भन्न म चाहन्छु है। सिप केबेर ठुलो सिप, शर्माको ठुलो सिप, लान जिजाट काट्ने सबै सिप, कटिङ सबै सिप। उहाँले चाहिँ सबै गराउनुहुन्छ। कमरा मसलाहरू सबै बनाउँछ। यहाँ चाहिँ कमरा भन्छ। अब नेपालीमा चाहिँ मसलाहरू सबै बनाएर रेडी गरेर यसलाई एकदम मलेर 1 दिन राख्नुपर्छ फ्रिजमा राखेर, फेरि यसरी लगाउनुपर्छ। यो चाहिँ अहिले काट्दै तर एकदम मिलाएर काट्नुपर्छ, एकदम काट्ने अनि यसले जोखेर लानुपर्छ है। यसो हेर्नु होला कस्तो हुन्छ, त्यही अनुसारले लाइक कमेन्ट गर्नु होला। अझै पनि आउने छन्, अरू पनि छन् तर थुप्रै माथि उमा गएछ कि। मैले खास युट्युब पनि नयाँ चलाउन सिकेको छु। अनि यो चाहिँ आज 8 बजे झन् मैले आज चान्स पाएछु 2 जना सिपसँग चाहिँ मैले तालिम गर्नलाई। 2 जना सिपसँग काम गर्दाखेरि साथी ठ्याक्क बिराम भयो कि चिसो लागेको छु। यता चिसो लागेर रुगाखुगी लागेको छ, मलाई रुगाखुगी भएको छ। त्यही भएर हल्का यो साथी चाहिँ धेरै बिराम भएर म चाहिँ यहाँ आएको थिएँ साथीको ठाउँमा। यस्तै हो गाइस। अनि यहाँनिर चाहिँ यसरी थिच्नुपर्छ, एकदम थिचेर नगलोस् भनेर थिच्नुपर्छ। लगाउने अब माथि लिया हालेपछि सकिन्छ। यो चाहिँ अब लिया हाल्ने, अनि लिया हालेपछि थोरै थिच्नुपर्छ। थिचेपछि अब यो चाहिँ लिया है, पोसो भनिन्छ। यो चाहिँ भेडाको पोसो हालेर अब यसो सब्सक्राइब गर्न चाहिँ नभुल्नु।